नमस्कार सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ ब्लगमा। र आज चाहिँ म स्कुल जान सकिनँ, अब त्यही निदाउनुको कारणले। र अहिले चाहिँ म यसो मासतिर जान लाग्यो, जाम है त। र साथीहरू अहिले चाहिँ म निस्केको होइन, आज चाहिँ मेरो ड्युटी अफ छ। आज चाहिँ यसो मासतिर जाम होइन, साइकल बनाउनु छ हल्का। साथीहरू यहाँ चाहिँ हल्का ओह्रालो छ, झारुमै बिस्तारै। अहिले चाहिँ म उकालोमा छु होइन, र आज चाहिँ कतिसम्म तान्न सकिन्छ तान्दै गरौँ है साथीहरू। आज पनि यहीँसम्म होइन तान्न सकेँ मैले। यति उकालो तान्दा यस्तो छ होइन हालत। अब बिस्तारै बिस्तारै होइन यसो पावर बढाउँदै जानु पऱ्यो, गाह्रो भयो यार यति तान्दै। अस्ति नि यहीँसम्म ताने, आज पनि यहीँसम्म तानिरहेको छु। अब बिस्तारै बिस्तारै चाहिँ हल्का बढाउँदै जानु पर्ला। ल साथीहरू यहाँबाट साइकल दौडाउँदै लैजानु पऱ्यो, लैजाउँ है त। साथीहरू यहाँ चाहिँ हल्कासम्म बाटो छ, यहाँबाट चलाउँदै लैजाउँ। साथीहरू क्यामेरा एङ्गल के कस्तो छ होइन, साउन्ड क्वालिटी के कस्तो छ यसो कमेन्टमा भन्दै गर्नु होला। साथीहरू अहिले चाहिँ म डेभिसल एरियातिर छु, यहाँ चाहिँ मलाई यसो लुगा फिटिङ गर्नु छ होइन, गरौँ है त। अहिले लुगा फिटिङ गर्न दिएको छु, अहिले चाहिँ यसो मासतिर निस्क्यौँ है त। साथीहरू साइकलमा चाहिँ हल्का प्रब्लम छ होइन, यसको गियर चाहिँ होइन हल्का म्यानुअली नै चेन्ज गर्नुपर्छ। आज चाहिँ यही समस्या यसो देखाउन जानुपर्ने छ, जाम है त। अहिले चाहिँ म सिर जानु सक्छु होइन, मैले साइकल यहीँ किनेको, अब यहीँ जचाउँ है त साइकल के कस्तो भयो रहेछ। साइकल जचाउन आएको छु, हेरौँ के कस्तो छ। मैले यहीँ थिम किनेको होइन, र साइकल चाहिँ अहिले मैले बनाइसकेको छु। यसको चाहिँ हल्का ब्रेक लुज भएको थियो, हल्का टाइट गरेँ, अनि चेनमा तेल हालेँ होइन, यसो गियर ट्युनिङ मिलाएँ। यही नै हो, अब चाहिँ यसो निस्क्यौँ है त। साथीहरू अहिले चाहिँ म पृथ्वी चोकतिर छु होइन, र अहिले चाहिँ म मन्त्रपुलतिर निस्केको। एउटा चाहिँ माइक किनौँ भनेर जाम है त। मन्त्रपुल आइसकेको छु होइन, हेरौँ होइन यहाँ के कस्तो छ। साथीहरू मैले चाहिँ होइन खोजे जस्तो माइक भेट्टाएन होइन, त्यो माइक चाहिँ अनलाइनै अर्डर गर्नु पर्ला जस्तो छ। यसलाई चाहिँ यस्तो तलतिर जाम है त। साथीहरू अहिले चाहिँ म सिर जानु सकबाट होइन एक साइड जाँदैछु। मौसम चाहिँ त्यस्तो खासै ठिक छैन, पानी पर्ने सङ्केत दिइरहेको छ, हेरौँ के हुन्छ। मौसम हेर्दा चाहिँ होइन ठुलै पानी पर्ला जस्तो छ है, पानी परेपछि चाहिँ झ्याउ हुने के। पनि पानी परेर कतै जानै पाइएन, आज फेरि यता निस्केको पानी परिदिरहेको। साथीहरू अहिले चाहिँ म हल्लन्चोक आइसकेको छु होइन, त्यही हो रेस्टुरेन्ट खोज्नु हेर्नु पर्छ। स्ट्रिट नम्बर 18 होइन, अहिले चाहिँ त्यस्तो छ होइन, यहाँ पनि बस्ने ठाउँ छ। त्यही छ होइन, यहाँबाट चाहिँ क्या सही देखिँदो रहेछ। अहिले चाहिँ म 360 लन्चमा आइसकेको छु होइन। कस्तो अप्ठ्यारो लागिरहेछ मलाई त, लाज लागिरहेछ होइन यहाँ हल्का रेकर्ड गर्नुलाई। अहिले चाहिँ म हल्का एकान्तमा छु, अहिले चाहिँ हल्का रेकर्ड गरिरहेको छु होइन। यही नै हो, अलिकति बिस्तारै बिस्तारै कन्फिडेन्स बढाउँदै जानु पर्ला। अहिले चाहिँ यस्तै छ ल है त। अहिले अर्डर दिइसकेको छु होइन, एउटा टिमोर चिकन अनि एउटा चाहिँ भर्जिन मोहितो अर्डर गरेको छु। त्यस्तै 10-15 मिनट लाग्छ मलाई चाहिँ, ल है त। पानी चाहिँ वहाँ मासतिरबाट खत्रै परिरहेको छ होइन। अब यतातिर पनि मौसम चाहिँ हल्कति बिग्रिरहेको छ। यो चाहिँ मेरो ड्रिङ्क्स आइसक्यो होइन, ट्राई गरौँ है त।
डिस आइसकेको छ होइन। यो चाहिँ सेजवान चिकन है, अनि यो चाहिँ नुडल्स छ होइन। यो चाहिँ एउटैमै आउने रहेछ। ल ट्राई गरौँ है त, ट्राई गरौँ है त। मिठो छ। मैले चाहिँ अहिले नास्ता सास्ता सबै गरिसकेँ होइन, बिल पनि गरिसकेँ। मौसम चाहिँ के यस्तो छ, अब चाहिँ निस्किनु पर्ला ल है। अब जाम है त। लिफ्टमा छु म होइन, यहाँ चाहिँ हल्का म्युजिक बज्दो रहेछ। सही हो साथीहरू, अहिले चाहिँ म निस्किनै सकेँ होइन। अब जाम है त साथीहरू, अहिले चाहिँ म घर निस्केको होइन। जाम है त साथीहरू, अहिले चाहिँ म निस्केको होइन। पानी पर्ला जस्तो छ, घर जाने कि कता के गर्ने होइन। यसै अझै साइक्लिङ गरौँ भनेको, पानी खत्रै परिरहेको छ होइन। अब चाहिँ घरै निस्किनुपर्छ जस्तो छ। साथीहरू, अहिले चाहिँ म यहाँ थिम्छु। यहाँ चाहिँ मैले मम्मीको लागि खाजा लिइसकेँ र अब चाहिँ घर जानु पऱ्यो है त। साथीहरू, अहिले चाहिँ पानी परिरहेको छ होइन। पानी चाहिँ ठुलै परिरहेछ। जाम है त साथीहरू। पानी चाहिँ लास्टै दर्क्यो होइन, पुरै भिजायो यहाँ। अब चाहिँ यहाँ चाहिँ ओह्रालो छ होइन, बिस्तारै बिस्तारै झार्नु साइकल। घर आइसक्यो होइन। हालत चाहिँ के यस्तो छ र आजको दिन चाहिँ हल्का रमाइलो भयो होइन। डे अफ हो नि त। ल फेरि पनि भोलि भेटौँला होइन, फेरि नयाँ कुनै जर्नीसँग, नयाँ कुनै स्टोरीसँग ल है त।